कोरे कोरे भनेको चाहिँ यो है। कोरेको अर्थ यो भनेको हो कुनै वस्तु तपाईँ नजिकै छ र त्यसको बारेमा चाहिँ तपाईँले भन्न पर्यो भने चाहिँ कोरेको प्रयोग गरेर चाहिँ भन्न सक्नुहुन्छ। सोरे सोरे भनेको चाहिँ त्यो कुनै वस्तु तपाईँदेखि अलिकति टाढा छ र तपाईँले त्यो वस्तुको बारेमा भन्न पर्यो भने सोरेको प्रयोग गरेर चाहिँ भन्न सक्नुहुन्छ। सोरेको अर्थ हुन्छ त्यो। आरे भनेको चाहिँ ऊ त्यो भनेको है। आरे भनेको ऊ त्यो भनेको कुनै वस्तु तपाईँदेखि चाहिँ टाढा छ र तपाईँले त्यो वस्तुको बारेमा भन्न पर्यो भने चाहिँ आरेको प्रयोग गरेर चाहिँ भन्न सक्नुहुन्छ। यसको बारेमा चाहिँ डिटेलली हामीले चाहिँ लेसनको बुनकै रेबुन र ग्रामर पढ्दाखेरि चाहिँ थाहा पाउनेछौँ। अहिलेलाई चाहिँ तपाईँहरूले कोरे भनेको यो, सोरे भनेको त्यो र आरे भनेको ऊ त्यो हो भन्ने चाहिँ अर्थ बुझिराख्नु होला। पछि चाहिँ हामी बुनकै रेबुन र ग्रामर पढ्दाखेरि चाहिँ यसको प्रयोग कहाँ हुन्छ भनेर चाहिँ हामीले चाहिँ त्यति बेला थाहा पाउनेछौँ। अहिलेलाई चाहिँ तपाईँले अर्थ मात्रै बुझिराख्नु होला है। कोनो कोनो भनेको चाहिँ यो अथवा यहाँ भनेको है। कोनो भनेको यो अथवा यहाँ भनेको हो। सोनो भनेको चाहिँ त्यो तिमी नजिकै भनेको है। सोनो भनेको त्यो अथवा त्यो तिमी नजिकै भनेको हो। आनो आनो भनेको चाहिँ त्यो अथवा त्यो उताको भनेको है। यसको प्रयोग पनि हामीले चाहिँ ग्रामर बुनकै र रेबुन पढ्दाखेरि चाहिँ थाहा पाउनेछौँ। कोनो सोनो र आनोको अहिलेलाई चाहिँ तपाईँले यिनीहरूको चाहिँ अर्थ मात्रै बुझिराख्नु होला है। होन होन भनेको चाहिँ किताब है। किताबलाई चाहिँ जापानिज भाषामा होन भनिन्छ। जिस्यो जिस्यो भनेको चाहिँ शब्दकोश है। शब्दकोशलाई जापानिज भाषामा जिस्यो भनिन्छ। जास्सी जास्सी भनेको चाहिँ पत्रिका म्यागाजिन है। जास्सी भनेको चाहिँ पत्रिका, पत्रिकालाई जापानिज भाषामा जास्सी भनिन्छ। सिन्बुन सिन्बुन भनेको समाचार पत्रिका अथवा न्युज पेपर है। समाचार पत्रिका अथवा न्युज पेपरलाई चाहिँ जापानिज भाषामा सिन्बुन भनिन्छ। नोतो नोतो भनेको चाहिँ नोटबुक है। नोटबुकलाई जापानिज भाषामा नोतो भनिन्छ। तेच्यो तेच्यो भनेको चाहिँ सानो नोटबुक अर्थात् पकेट नोटबुक क्या। सानो नोटबुकलाई चाहिँ तेच्यो भनिन्छ है। मेइसी मेइसी भनेको चाहिँ व्यापारिक कार्ड अथवा बिजनेस कार्ड है। बिजनेस कार्डलाई जापानिज भाषामा चाहिँ मेइसी भनिन्छ। खाँदो अथवा काँदो जापानिज भाषामा चाहिँ खाँदो अथवा काँदो भनेको चाहिँ कार्ड है। कार्डलाई जापानिज भाषामा खाँदो अथवा काँदो, तपाईँले जे भन्दा पनि हुन्छ, केही फरक पर्दैन। कार्डलाई चाहिँ खाँदो अथवा काँदो भनेर चाहिँ भनिन्छ। तेरेहोन काँदो तेरेहोन काँदो भनेको चाहिँ टेलिफोन कार्ड है। टेलिफोन कार्डलाई चाहिँ तेरेहोन काँदो भनिन्छ है। एनपिचु एनपिचु भनेको चाहिँ सिसा कलम है। सिसा कलमलाई जापानिज भाषामा चाहिँ एनपिचु भनिन्छ। बोरुपेन बोरुपेन भनेको चाहिँ बल पेन है। बल पेनलाई जापानिज भाषामा चाहिँ बोरुपेन भनिन्छ। स्यापु पेन्सिरु स्यापु पेन्सिरु भनेको चाहिँ यान्त्रिक सिसा कलम है। यान्त्रिक सिसा कलमलाई चाहिँ जापानिज भाषामा स्यापु पेन्सिरु भनिन्छ। खागी खागी भनेको चाबी है। हाम्रो चाहिँ घरमा लक गरेर राख्छौँ नि, ताला खोल्ने चाहिँ चाबी है। खागी भनेको चाहिँ चाबी अथवा साँचो, कसैले चाहिँ साँचो पनि भन्नुहुन्छ। खागी भनेको चाहिँ चाबी अथवा साँचो अथवा की है त, याद गर्नु होला। खागी भनेको चाहिँ चाबी रहेको छ। तोकेई तोकेई भनेको चाहिँ घडी है। घडीलाई जापानिज भाषामा तोकेई भनिन्छ। खासा खासा भनेको छाता, छातालाई चाहिँ जापानिज भाषामा खासा भनिन्छ। खाबान खाबान भनेको चाहिँ झोला है। झोलालाई जापानिज भाषामा खाबान भनिन्छ। कासेतो टेपु कासेतो टेपु भनेको चाहिँ सुन्न मिल्ने टेप है। सुन्न मिल्ने टेपलाई चाहिँ कासेतो टेपु भनिन्छ। टेपु रेकोदा भनेको चाहिँ टेप रेकर्डर है। टेप रेकर्डरलाई जापानिज भाषामा टेपु रेकोदा भनिन्छ। तेरेबी तेरेबी भनेको चाहिँ टेलिभिजन अर्थात् टिभी है। टिभीलाई जापानिज भाषामा चाहिँ तेरेबी भनिन्छ। राजियो राजियो भनेको चाहिँ रेडियो है। रेडियोलाई जापानिज भाषामा राजियो भनिन्छ। कामेरा कामेरा भनेको चाहिँ क्यामेरा है।
क्यामेरालाई जापानिज भाषामा चाहिँ कामेरा भनिन्छ। कोम्प्युता कोम्प्युता भनेको चाहिँ कम्प्युटर है। कम्प्युटरलाई जापानिज भाषामा कोम्प्युता भनिन्छ। जिदौस्या जिदौस्या भनेको चाहिँ कार है। कारलाई जापानिज भाषामा जिदौस्या भनिन्छ। चुकुए चुकुए भनेको चाहिँ डेस्क है। डेस्कलाई चाहिँ जापानिज भाषामा चुकुए भनिन्छ। इस्सु इस्सु भनेको चाहिँ कुर्सी। कुर्सीलाई चाहिँ जापानिज भाषामा इस्सु भनिन्छ है। कुर्सी भनेको चाहिँ चेयर है। चेयरलाई चाहिँ जापानिज भाषामा इस्सु भनिन्छ। चोकोरेटो चोकोरेटो भनेको चाहिँ चकलेट है। चकलेटलाई जापानिज भाषामा चोकोरेटो भनिन्छ। कोही कोही भनेको चाहिँ कफी है। कफीलाई जापानिज भाषामा कोही भनिन्छ। एइगो एइगो भनेको चाहिँ अङ्ग्रेजी भाषा है। अङ्ग्रेजी भाषालाई चाहिँ जापानिज भाषामा एइगो भनिन्छ। निहोङ्गो निहोङ्गो भनेको चाहिँ जापानिज भाषा है। जापानिज भाषालाई जापानिज भाषामा चाहिँ निहोङ्गो भनिन्छ है। जापानिज ल्याङ्ग्वेजलाई जापानिज भाषामा निहोङ्गो भनिन्छ। गो भनेको चाहिँ भाषा है। जस्तो कि नेपाली भाषा भन्न पर्यो भने तपाईँले चाहिँ नेपारू गो। त्यसै गरी अब इन्डियन भाषा अथवा इन्डियन ल्याङ्ग्वेज भन्न पर्यो भने इन्दोगो। यसरी चाहिँ गो भनेको चाहिँ भाषा है। गोको अर्थ भाषा भन्ने हुन्छ। नान नान भनेको चाहिँ के कस्तो कुन भनेको है। नान भनेको चाहिँ के कस्तो अथवा कुन भनेको है त। सो सो भनेको चाहिँ त्यसकारण अथवा त्यसैले भनेको है। सो भनेको त्यसकारण त्यसैले भनेको हो। चिगाइमास चिगाइमास भनेको चाहिँ यो होइन तिमी गलत छौ अथवा गलत छ भनेर चाहिँ भनेको है। चिगाइमास भनेको यो होइन तिमी गलत छौ भनेको है। सो देशका भनेको चाहिँ हो र त्यस्तो हो र भनेको है। सो देशका भनेको चाहिँ हो र अथवा त्यस्तो हो र भनेको है। आनो आनो भनेको चाहिँ ठिक छ भनेको है। आनो भनेको चाहिँ ठिक छ। हिचकिचाहट देखाउन चाहिँ प्रयोग हुन्छ है। यो आनो भनेको चाहिँ ठिक छ भनेको हिचकिचाहट देखाउन चाहिँ यसको चाहिँ प्रयोग हुन्छ। दोउजो दोउजो भनेको चाहिँ हजुर यो लिनुहोस् भनेको है। कसैलाई चाहिँ कुनै वस्तु दिँदाखेरि चाहिँ यसको चाहिँ प्रयोग हुन्छ है। तपाईँले कसैलाई कुनै वस्तु दिँदै हुनुहुन्छ भने चाहिँ दोउजो भनेर चाहिँ दिन सक्नुहुन्छ। हजुर यो लिनुहोस् भनेको है। दोमो दोमो भनेको चाहिँ हुन्छ धन्यवाद भनेको है त। दोमो भनेको हुन्छ धन्यवाद भनेको। दोमो आरिगातो गोजाइमास दोमो आरिगातो गोजाइमास भनेको चाहिँ तपाईँलाई धेरै धन्यवाद भनेको है। दोमो आरिगातो गोजाइमास भनेको चाहिँ तपाईँलाई धेरै धन्यवाद भनेको हो। कोरेकारा ओसेवानी नारीमास कोरेकारा ओसेवानी नारीमास भनेको चाहिँ अबबाट तपाईँको सेवामा हाजिर छु भनेको है। कोरेकारा ओसेवानी नारीमास भनेको चाहिँ अबबाट तपाईँको सेवामा चाहिँ हाजिर छु भनेको हो। कोचिरा कोसो एउरोसिकु कोचिरा कोसो एउरोसिकु भनेको चाहिँ तपाईँलाई भेट्दा खुसी छु भनेको है। कोचिरा कोसो एउरोसिकु भनेको चाहिँ तपाईँलाई भेट्दा खुसी छु भनेको हो। लेसन 2 को सम्पूर्ण भोक्याबुलरी तपाईँहरू सामु राखेर मैले सकिसकेको छु। आई होप तपाईँलाई यो भिडियो एकदमै हेल्पफुल भयो होला भन्ने मैले आशा राखेको छु। जाँदा जाँदै तपाईँले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला र नजिकै रहेको बेल आइकन प्रेस गर्न नबिर्सिनुहोला। साथै यो भिडियोलाई लाइक कमेन्ट सेयर गर्न नबिर्सिनुहोला। धेरै साथीहरू जापानिज भाषा अध्ययन गरिरहनु भएको छ। तपाईँको एक सेयरले तपाईँको साथीहरूलाई पनि हेल्प पुग्नेछ। धन्यवाद।